हेलो नमस्ते सबैजनालाई होइन म चाहिँ आज चाहिँ झट्ट लगाएर गाउँतिर छु होइन गाउँतिर आएको अनि हाम्रो चाहिँ आज ढोड मकै पन्चाउने गरेछ रोपे गर्नलाई रोपे सुरु गरेको छैन हाम्रो चाहिँ है सबैको भइसक्यो हाम्रो चाहिँ भएको छैन अब अहिलेदेखि पन्चाएर भोलिसम्म सकाएर पर्सि निकोर्सीतिर रोपाइ गर्नुपर्छ भनेको हामी चाहिँ अनि सन्धि छ बहिनी छ मम्मीहरू ड्याडीहरू आन्टी हुनुहुन्छ डट काट्दै चट्ट लाएर हेर्न सक्नुहुन्छ मजाले यो डटहरू सबै भएको जति प्रायः सबै हाम्रै हो कि चट्ट लगाएर अनि बिहानको मौसममा मात्रै हो काम गर्न सक्ने दिउँसो त घाम आउँछ बर्खा हुने मात्रै हो पानी त्यति साह्रो परेको छैन है राम्रोसँग पर्न त पऱ्यो मूल फुटेको छैन भनौँ न चट्नीलाई बहिनीले भारी बनाएर सम्धिले चाहिँ बोकिसक्नु भएको नाम्लो बढाउने चक्करमा भारी पनि लड्यो केही छैन फेरि बनाउँदा बहिनीले फेरि भारी मिलाउँदैछ ट्याक्क लगाएर अनि फेरि भारी ट्याक्क मिलाएर सकिसक्यो अब फेरि बोक्नलाई रेडी हुँदै हुनुहुन्छ हाम्रो सम्झे चाहिँ ट्याक्क लगाएर यसो बहिनीले ठेलिदिने म चाहिँ भिडियो बनाउँदैछु चट्टा लगाएर केही छैन मेरो पनि भारी रेडी हुँदैछ अनि सम्झे माथि पुग्नु भइसक्यो बोकेर भारी बोकेर मजाले बाटो अलि अप्ठ्यारो छ त्यसैले सानसानो भारी बनाएर बोक्ने बानी गर्नुपर्छ अनि के गर्नु भारी गरौँ नभए भने बाटो अलि नराम्रो छ उकालो काम गर्ने बानी नै हराइसकेको रहेछ त्यही भएर काम गर्ने धेरै गाह्रो हुँदो रहेछ धेरै पछि काम गर्दा पनि गाउँतिर आएपछि काम गर्नु पऱ्यो अलिअलि काम गर्ने भनेर आएपछि त के गर्नु यस्तै छ होइन तपाईँहरूकोतिर कस्तो के भइरहेको छ होइन अनि फेरि होइन घाम पनि टन्टाराम लाग्यो क्या भारी बोक्दा बोक्दा घाम लाग्यो है 11:30 भइसक्यो घाम हेर्नु यस्तो टन्टाराम छ यो देख्न सक्नुहुन्छ अलि काटेको अनि अलिअलि मकै भएको सबै हाम्रै हो त्यो सबै गर्नुपर्ने छ रोपाइ अनि गर्मी भएर यसो माथि बाटोमै बसिरहेछ गर्मी भएर यसो शीतल तापेर तल सम्धि हुनुहुन्छ चट्ट लगाएर अनि यस्तै हो के गर्नु गर्मी समय छ बर्खा नि भन्छ अब के गर्नु घाम खप्न सक्दैन काठमाडौँ जाँच्ने बानी भएछ के गर्नु हो आजको दिनमा चाहिँ एउटा ढोड मकै गरेर अनि अलि सक्यो भन्नु पर्ला अनि आज मौसम पनि यस्तो छ हेर्नु है रातभरि पानी पऱ्यो त भोलि रोपाइ गर्नु हुन्थ्यो त त्यही हो रोपाइ गर्ने भनेको त तर केही छैन आजको दिन यसरी नै भयो अनि आजको भिडियो सम्पूर्ण राम्ररी हेर्नुहुन्छ भनेर मलाई आशा छ होइन चट्ट लगाएर जो हुन्छ होइन म कोठमै छु अहिलेसम्म 7 बजिसक्यो रातिको आजको यो ढोडहरू यहीँ छ यता पनि छ उता पल्लो साइडपट्टि पनि छ अब जानुपर्छ घरमा रात पनि परिसक्यो बिस्तारै त्यो जानुपर्छ लास्टै गर्मी हो गाउँतिर लास्टै गर्मी ल पछिल्लो भिडियोहरूमा भेट्दै गरौँला आजलाई यति नै ओके बाई बाई।